हजुर अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर 1 रिमाकोट घर भई हाल विरान मुलुक भारतको राजस्थानबाट चन्द्रबहादुर थापा उहाँले लेखी पठाउनु भएको एकदमै मन छुने देउडा गीत वाचन गर्दैछु, जसको शीर्षक रहेको छ सम्झना बहिनीको। झम्टी रुनी मन छ तिहार आएको छ, झम्टी रुनी मन छ तिहार आएको छ, बहिनी मेरी फर्काइदे दैव तिहार आएको छ, बहिनी मेरी फर्काइदे दैव तिहार आएको छ। कठ कति सामु हात जोडे कामागु गुहार, कति सामु हात जोडे कामागु गुहार, तिहार आइग्यो भाइ बहिनीको काँधेको मुहार, तिहार आइग्यो भाइ बहिनीको काँधेको मुहार। झिमझिमे मेगाउन लाग्यो हराइ गयो छाता, झिमझिमे मेगाउन लाग्यो हराइ गयो छाता, यति कमजोर छ्यो कि दैव भाइ बहिनीको नाता, यति कमजोर छ्यो कि दैव भाइ बहिनीको नाता। कठ नसैसक्ने खबर आयो मोटु हान्नु भाला, नसैसक्ने खबर आयो मोटु हान्नु भाला, आँगनमा हजारी फुल्यो कौन्ने हो माला, आँगनमा हजारी फुल्यो कौन्ने हो माला। यति हौसे बालो जोबन कैकी सुहाउँदो छ, यति हौसे बालो जोबन कैकी सुहाउँदो छ, सालसालै तिहार आउँदो मैकी रुवाउँदो छ, सालसालै तिहार आउँदो मैकी रुवाउँदो छ। कठ फुलेको हजारी फुल डोली रहे भौर, फुलेको हजारी फुल डोली रहे भौर, भाइटिका हुन्छ के बहिनी तँ बसेका ठाउँ र, भाइटिका हुन्छ के बहिनी तँ बसेका ठाउँ र। कठ हजुर यसै गीत मार्फत स्वर्गीय बहिनीलाई धेरै धेरै सम्झेको छु र त्यसै गरी सम्पूर्ण घर परिवार आफन्तजन इष्टमित्र साथी सङ्गी र मलाई चन्द्रबहादुर थापा भनेर चिन्ने नचिन्ने सबैलाई यो परदेशको कुनाबाट सम्झिन चाहन्छु। हजुर गीतको शब्द चन्द्रबहादुर थापा, वाचक कान्छा लोकेन्द्र बम।